यहाँ यो उ भयो के सपोर्टेसन है ल जस राम्रो छ यो तपाईले धुवा देखाउनु भएको बुझियो है ल यो चाहिँ हामीले आज उद्योगबाट निक्लेका विभिन्न धुवाहरू चाहिँ गुड हेल्थ के भन्नुभयो गुड हेल्थ एन्ड वेलबिङ गुड हेल्थ र वेलबिङ एसडिजी को कुन कति नम्बरको गोल अन्तर्गत केलाई छुन्छ यसले एसडिजी लिङ्केज कसरी हुन्छ यो सस्टेनेबल डेभलपमेन्ट कसरी लिङ्क छ त यो कहाँबाट लिङ्क छ एसडिजी भनेको बुझ्नु भएको छ सस्टेनेबल डेभलपमेन्ट गोल कतिवटा छ 17 वटा त्यसमा कुन चाहिँलाई चाहिँ छुन्छ त यसले गुड हेल्थले त्यहाँ त कहिले केही छ एउटा पढ्नु भयो ल भने के भयो यसले चाहिँ उद्योग धन्दाबाट निक्लेका विभिन्न धुवाहरूलाई चाहिँ प्युरिफिकेसन गरेर कार्बन रडको माध्यमबाट प्युरिफिकेसन गरेर यसबाट सफा र स्वच्छ हावाहरू बाहिर निकाल्ने गर्दछ डेमो देखाउन मिल्छ डेमो देखाउन मिल्छ डेमो यो चाहिँ हाम्रो उद्योगबाट निक्लेको धुवाहरू भयो होइन हजुर यो चाहिँ हाम्रो एउटा यो सिपियु फ्यानले चाहिँ यहाँ हामीले यो एडप्टर भयो एडप्टर यहाँ हामीले फिमेल कनेक्टरसित जोडेपछि यसबाट निक्लेको सिपियु फ्यानले भित्र तान्ने गर्दछ जसले तानेपछि यो कार्बन रड दुईटा छ जसले यो यसबाट निक्लेको डस्ट पार्टिकल्सहरू हुन्छ धुवामा डस्ट पार्टिकल्स हुन्छ नि त्यसलाई प्युरिफिकेसन गर्ने गर्छ त्यो प्युरिफिकेसन गरेको धुवा चाहिँ यो पाइपको माध्यमबाट माथि निक्लिने गर्दछ र यो फ्याक्ट्रीबाट आएको धुवा हो कसरी थाहा भयो हामीले प्युरिफाई भयो भन्ने अब प्युरिफाई भयो भनेर चेक गर्नलाई के मिटरहरू छ यो कार्बन रडलाई चाहिँ खोलेर यो के अरे कुनै पनि हातले अथवा कुनै पनि यस्तो यो पेपरहरूले चाहिँ रगड्ने भने त्यहाँ ब्ल्याक हुन्छ कि किनकि त्यसको डस्ट पार्टिकल्सहरू हुन्छ नि त्यो चाहिँ त्यहाँ चप्किएर बसेको हुन्छ कति लेभलको प्युरिफिकेसन हुन्छ त्यो कार्बन रडले कतिको प्युरिफाई गर्छ कति पर्सेन्टेज प्युरिफाई पुरै प्योर त आउँदैन होला यो फ्याक्ट्री एयर त केमिकल पनि हुन्छ नि यसमा त केमिकल त गर्दैन होला यसले के गर्छ केमिकल पनि डस्ट पार्टिकल मात्रै गर्ने हो कि डस्ट पार्टिकल्स यो के अरे कारहरू यो सवारी साधनबाट निक्लेको धुवाहरू हुन्छ नि त्यसलाई प्युरिफिकेसन गर्ने गर्दछ के त्यो त ठिक छ केमिकल प्युरिफाई त गरेन अनि त्यो कसरी त्यो सेफ भयो त नि त्यो एयर त केमिकल छ भन्दा इनहेल गर्दा त फेरि भनेपछि यो चिज त के अरे फ्याक्ट्रीहरूमा लगाउने भयो होइन यो फ्याक्ट्रीमा लगाउने सेटअप हो कारहरूमा यो धुवाहरू निक्लिन्छ नि बढी त्यस्तोमा निकाल्ने ल ठिक छ यो चाहिँ अब हाम्रो वाटर प्युरिफिकेसन जसबाट चाहिँ जस माध्यमबाट ल त्यही ढुङ्गा गिटी बालु र स्यान्ड नर्मल वाटर प्युरिफाई मेटल सबै हालेर त्यो गर्नु होइन मेटल त्यसपछि यहाँ चाहिँ यो सेन्सर जस्तै हो यो चाहिँ यहाँ प्रेस गर्ने भने यहाँबाट पानी आउँछ प्युरिफिकेसनको पानी कुन सेन्सर छ त्यहाँ कुन सेन्सर हाल्नु सेन्सरको कुरा गर्नु कुन सेन्सर हालिन्छ सेन्सर हालेको होइन कि सेन्सर जस्तै बनाएको आफैले यो चाहिँ भएको छैन सेन्सर प्रयोग भएको छ यहाँ भएको छैन र यो चाहिँ एउटा कुनै सिटीको म्याप अन्तर्गत पर्दछ यो चाहिँ भुमै भन्ने ठाउँको भित्रपट्टि यो चाहिँ बाबा बर्दगरिया मन्दिर पर्दछ र यहाँ चाहिँ हामीले वाकवाडी स्कुल र यसको भुमैपट्टि चाहिँ हामीले अब एउटा नयाँ अस्पताल ठुलो रूपमा देख्न चाहन्छौँ अब अस्पताल छैन कुनै पनि अस्पताल छैन र यो सर्वोत्तम सिमेन्ट फ्याक्ट्री रहेको छ जसबाट मानिसहरूलाई विभिन्न हानिकारक पुर्याइरहेको छ त्यसबाट निक्लेका धुवाहरूलाई हामीले प्युरिफिकेसन गर्न चाहन्छौँ यो जुन यो छ नि होइन यो सिधै चिम्नीमा फिट गरेर त्यत्रो उस मेन पावर चाहिन्थेन होला जग्गा लिन्थेन होला धुवा आउँदा कि त्यसमा चाहिँ के छ हजुरहरूको भनाइ भन्नु खोजेको यो हावा त बाहिर आएको छ नि त होइन यो त हावा त अलिकति हावा त बाहिर रिलिज भइसक्यो यसलाई त सिधै चिम्नीमा फिट गरेर त फेरि 100% प्योर वाटर प्योर एयर आउँथ्यो होला नि त यो यत्रो ल्यान्ड पनि उस गर्थेन होला यसले कभर गर्थेन होला यसमा अरू केही हुन्थ्यो होला त्यस्तो सम्भव नभएर हो सम्भव नभएर हो ल ठिक छ ठिक सबै कुरा त मैले बुझेँ त्यो फ्यानको चाहिँ के काम छ यहाँ यो फ्यान चाहिँ
त्यो सोको लागि हो विन्ड मिल हो के हो यो? विन्डमिल जसले चाहिँ यसको यो ब्याट्री गयो नि त्यो ब्याट्री गयो भने पनि त्यो यसले चाहिँ नि यसले गर्दा लाइट बोल्छ लाइट बोल्छ ल ठिक छ ल भनेपछि यहाँको मेन कुरा भनेको चाहिँ नि के अरे यो धुवालाई चाहिँ नि के उ गर्ने रहेछ होइन अरू जिनिस जस्तै अब मेहनत गर्नुभएको छ राम्रो देखिएको छ होइन जति पनि एयर पल्युसन हुन्छ नि त्यो चाहिँ नि एयर पल्युसनको कारण हाम्रो स्वास्थ्यमा बढी असर पर्छ अनि हाम्रो मेन टपिक चाहिँ यो गुड हेल्थ भन्ने भयो बहिनीको नाम के हो माइकदेऊ के भन्नु अमृता मल्ल चौधरी सो त्यो चाहिँ नि नहोस् अनि त्यसले बस्नु कारण अनि यसले चाहिँ नि हाम्रो एयर प्युरिफायरले चाहिँ नि 99.87%को चाहिँ नि प्युरिफिकेसन चाहिँ नि दिन्छ बाबु तिम्रो के छ त यसमा तिम्रो रोल input? के छ? के गर्यो हाम्रो चाहिँ यो लाइटहरू स्ट्रिट लाइटहरू राखियो अनि रोडमा सेफ्टीहरू भयो कति बेर लाग्यो मलाई यो सेटअप पुरै भ्याउनु हामीलाई यो सेटअप पुरै भ्याउनको लागि भन्नुपर्दा लगभग 24 आवर्स राति कति बजी सुत्यो सुते राति सुतेको होल नाइट बसेर काम गरेको होल नाइट बसेर काम गरेको है? यहाँको ल ठिक छ ल अनि मेहनतलाई धन्यवाद छ सेफ्टी है चाहिँ कसरी सेफ्टी छ यहाँ सेफ्टी सेफ्टी भन्यो नि त भाइले रोड सेफ्टी भन्ने कुरा यहाँ बााउन्ड्रीहरू भयो यहाँ चाहिँ सिग्नल लाइटहरू छ ठिक छ जसको प्रयोग अगर सबै र मान्छेहरूले गरे भने अहिलेको सुनर नगरपालिकामा रोडहरू पनि बिग्रेका कारणले विभिन्न एक्सिडेन्टहरू भइरहेका छन् ठाउँ ठाउँमा लाइटहरू पुगेका छैनन् न। यसकारण अब जुन आउने सुनौलाई चाहिँ हामी यस्तो देख्न चाहन्छौँ ठिक छ ल थ्याङ्क यू है मेहनत धेरै मेहनत छ राम्रो